दिएको हो। मैले जेलमा पुगिसकेपछि पटक पटक जेलमा भेटेर पनि सुझाव दिएको छु, फोन गर्दा पनि फोनमा पनि सुझाव दिएको छु र जेलबाट निस्केर आइसक्नु भएपछि पनि पटक पटक अध्यक्षजी, कोषाध्यक्ष, उपाध्यक्षहरूलाई मैले यो काम गर्नुहोस्, तपाईँहरूको आन्तरिक कुराहरू गर्नुहोस् भनेर भनेको छु। तर आजको तपाईँको उहाँहरूको माइनटमा प्रस्ताव आएको देख्दाखेरि उहाँहरूको टार्गेट भनेको बजारको पैसा लगानीमा मात्र देखिन्छ, होइन? बजारको लगानी मात्र त हिम्मत मोक्तान होइन, हिम्मत मोक्तान होइन। यहाँ हाम्रो शान्ति सेवा केन्द्रको एउटा हातै नभएको अपाङ्ग हुनुहुन्छ नि, अम्ला नभएको, उहाँ अध्यक्ष भएर पनि असुल उपर गर्न सक्छ, होइन? त्यसबाट पनि धेरै कुराहरू छ यहाँ भन्न मिल्ला। हिजो उहाँहरूको यो 9 करोड लगानीमा पनि धेरै कमजोरी छ। तपाईँको मैले अध्ययन गरे अनुसार धेरै कमजोरी छ। उहाँहरूले बिना धितो लगानी गर्नुभएको छ, होइन? तपाईँको बिना जमानी लगानी गर्नुभएको छ। यो पैसाहरू पनि तपाईँको ठाडो आदेशमा लगानी भएको छ। तपाईँको त्यो मैले किनभने त्यो फाइलहरू हेरेको नाताले भनेको थिएँ तपाईँको, होइन? मनगणना त हिजोको दिनमा मैले मनगणना त्यो तरिकाले पनि भनेको थियो होला, तर पछिल्लो समयमा मैले अध्ययन गरेको भएर तथ्य र सत्यमा टेकेर भनेको त्यो भएको भएर बाँकी रकम तपाईँहरूबाट प्रतिवेदन टेकेको त्यो हामी सत्य हो भनेर मान्दैनौँ, होइन? आफूले कति पैसा चलाएको, कुन समयमा चलाएको सञ्चालक समितिलाई थाहा हुने कुरा हो। यहाँ देखिन्छ तपाईँको सुरेन्द्र ठकुरी कोषाध्यक्षले सबैभन्दा बढी पैसा चलाएको भनेर देखिन्छ। तर चलाएको हो कि होइन त भन्ने कुरा त उहाँ टिमलाई थाहा छ नि त, होइन? उहाँहरूको टिमलाई थाहा छ। अब सबैभन्दा कम्ती उपाध्यक्ष पनि हो उहाँ, यो संस्थाको व्यवस्थापक पनि समिति पनि व्यवस्थापक पनि हुनुहुँदो रहेछ, होइन? तपाईँको उहाँले चलाएको देखिन्छ 3,58,100 चलाएको देखिन्छ त्यो प्रतिवेदन अनुसार। तर त्यो 3 लाख मात्र चलाएको हो कि 30 करोड चलाएको 7 जनालाई थाहा हुने कुरा हो। तर हिजोको दिनमा यो संस्था सञ्चालन भइराख्दा पनि 3 जना सदस्यलाई चाहिँ उपस्थितिको लागि उपस्थिति मात्र हो भन्ने हिसाबमा सञ्चालन गरेको बुझिन्छ, होइन? सञ्चालन गरेको बुझिन्छ। त्यो हिजो उहाँहरू जेलमा नजाँदा पनि अध्यक्ष र उपाध्यक्ष चाहिँ त्यहाँको भिडलाई ठेक्न नसक्दाखेरि 2 महिना जति भाग्नु भएपछि अध्यक्ष चाहिँ मसँग सम्पर्क भइराख्दाखेरि पछि मैले समन्वय गरेर ल्याउने बेलासम्म सुरेन्द्रजी त्यो